आएर यो जित्नु भयो भने हाम्रो देश के बन्ला? मलाई त्यो चिन्ता भयो, मलाई डर भयो। त्यही भएर म यहाँ कुनै नेता भएर बोल्न आएको होइन। म बोल्नलाई चाहिँ मैले प्रकाश दाइलाई पनि रिक्वेस्ट गरेर, दाइ यो भएन, म बोल्छु, आफ्नो कुरा राख्छु। उहाँहरूले जित्नु भयो भने हाम्रो भविष्य के होला? मलाई काङ्ग्रेसले जितोस् हारोस् मेरो राजनीतिक कुनै लाभ हानि केही पनि छैन। तर काङ्ग्रेसले हार्दै गर्दा मेरो भविष्य हार्छ कि भन्ने चिन्ताले म यहाँ आएर बोल्दैछु अहिले। एकचोटि सबैले विचार गरेर, अब यो कसको कहाँ पुग्छ, कसले सुन्नुहुन्छ, सबैले विचार गरेर एकचोटि चाहिँ उम्मेदवारहरू हेर्नुहोस्, एउटा संरचना हेर्नुहोस्, कस्तो संसद बनाउने, कस्तो सरकार बनाउने, सबैले विचार गरेर आफ्नो मत दान गर्नु होला। सबलाई यही अपिल गर्दै र टेकप्रसाद गुरुङज्यूलाई जितको अग्रिम शुभकामना दिँदै यहाँबाट बिदा हुन चाहन्छु। जय नेपाल।